नृसिंहधाममा खानाको व्यवस्था पनि यस्तो राम्रो छ है। हामी बिहान 11:30 बजे हिँडेको, हामी एकदम रमाइलो गर्दै नृसिंहधामको यात्रामा निस्केका छौँ हाम्रो यो टोलीहरू। अब नृसिंहधाममा चाहिँ भिडभाड छ, गाह्रो साह्रो के छ भन्ने व्यापक हल्ला छ, के कस्तो रहेछ त्यहाँ पुगेपछि हामी सबै प्रत्यक्ष देखाइदिन्छौँ। यसो हेर्दै गर्नु होला। र हाम्रो यो टोलीले खोइ अब के कसैलाई के भन्नु छ भने ल भन्नुहोस् है। राधे राधे ल सबैको हाम्रो चाहिँ नृसिंहधामको यो टोलीको यात्रा। अब हामी यहाँ लगभग थानकोट पुग्न लाग्यौँ। यहाँदेखिको बिचबिचमा कहाँ के कस्तो छ त्यो सबै देखाइदिन्छौँ हामी। तपाईँहरू पनि यदि जाने सोचमा हुनुहुन्छ, हल्लामा देखाए जस्तै छ कि साँच्चीकै अब सजिलो छ कि त्यो तपाईँहरूले थाहा पाउनुहुनेछ है त। हाम्रो यो टिम नै एकदम रमाइलो आनन्दको टिम छ। हामी थानकोटबाट चाहिँ 12:30 बजे निस्क्यौँ। अब कति बजे पुग्छौँ त्यो पनि बताउनेछौँ, हेर्दै गर्नु होला है त। अहिले चाहिँ हामी यति बेला नृसिंहधामको यात्रामा धादिङ बेसीमा पुगेर यहाँ चाहिँ खाजा खाने काम भइरहेको छ। भट्टाभट हामी चाहिँ खाजा खाँदैछौँ। तपाईँको यहाँ चाहिँ रोटी, दही, चना लगायतका कुराहरू चाहिँ हामी यहाँ खाजा खानेमा छौँ। यहाँ एकदमै रमाइलो भएर शीतल छ, यहाँ केही गर्मी छैन। यो चाहिँ धादिङ बेसीमा तपाईँ उत्यौँ धादिङ स्केट पार्कको खाना खाइरहेछौँ। ल हेर्नुहोस् तपाईँलाई कस्तो लागिरहेछ, तपाईँहरूलाई रमाइलो लागिरहेछ। ल हेर्नु चाहिँ यसरी चौरामा बसेर टक्क अर्ग्यानिक खाजा अर्ग्यानिक खाजा खाने काम भइरहेछ है त। हामी चाहिँ अहिले ठ्याक्क नृसिंहधाम आइपुगिसकेका छौँ। हामीलाई चाहिँ गाडीले मन्दिर उतिनेर देखेको मन्दिर त्यही भयो, यहाँसम्म ल्यायो। जबकि यहाँबाट 1 मिनट पनि लाग्दैन त्यहाँ जानलाई। 1 मिनट पनि हिँड्नु नपर्ने रहेछ। अर्को गाडी पनि भर्खर आइपुग्यो, तपाईँ देख्नुहुन्छ। यो गाडी यहाँ आइपुग्यो भने तपाईँको यहाँबाट 1 मिनट पनि लाग्दैन। ऊ त्यहीँनिर चाहिँ नृसिंहधाम भयो। गाडी यहीँसम्म नै ल्यायो। त्यस्तो घन्टौँ हिँड्नु पर्ने भन्थ्यो, खोइ त्यस्तो चाहिँ हामीले चाहिँ भोग्नु परेन है। त्यो मन्दिरकै छेउमा 1 मिनट पनि लाग्दैन, यहाँसम्मलाई हामीले ल्याएको छ। अझै म के छ सबै देखाउँदै जान्छु है। अहिले चाहिँ हामी यो नृसिंहधाममा आइपुगिसकेका छौँ। अब यहाँ हामी बस्ने बासको व्यवस्था चाहिँ यस्तो रहेछ, पुरा म्याट ओछ्याइदिएको रहेछ। यहाँनिर चाहिँ हामीलाई देखाउनु भयो। हामी चाहिँ अब अहिले यहाँ हेर्दैछौँ बस्ने बासलाई म्याट ओछ्याइदिएको छ सबै सामानहरू राख्नलाई। यस्तो व्यवस्था छ। यो चाहिँ महिलाहरूको छुट्टै, पुरुषको छुट्टै। उतापट्टि यो यतापट्टिको भवनमा चाहिँ पुरुषको छ भने यतापट्टि महिलाको रहेछ। व्यवस्था एकदम राम्रो। तपाईँको यो गर्मी छ यसो त्यसो भन्छन्, तर तपाईँको हेर्नुहोस् यहाँ फ्यान पनि मजाले फ्यान पनि घुमिरहेछ। त्यस्तो गर्मी पनि छैन। हेर्नुहोस् यति यहाँ सबैजना खुसी भएर हामी आइपुगेका छौँ। सजिलोसँग आइपुग्यो। अब तलतिर भिडभाड के कसो छ हेरौँला, त्यो पनि म देखाउँछु। यस्तो रहेछ। यो चाहिँ महिलाहरूको लागि पुरा फ्यान छ, माथिबाट म्याटहरू ओछ्याएको छ, एकदम राम्रो छ। अब हामी गङ्गा आरती हेर्न जाँदैछौँ।